हेलो व्हाट्सअप एभ्रीबडी इट्स यु बोय जेबी ब्लिभर त के छ गाइज फेरि हामी पनि आइसक्यो मी एन्ड माई सन एक्सर्साइज गर्नुको लागि रेडी भएर उसलाई त एकदम नि उतावली हुन्छ म जहिले पनि माथि जाँदाखेरि सिधै मेरो पछाडि लागिहाल्छ आउनुको लागि अब त हेबिटी बसिसक्यो। त्यसपछि हामीले चालु गऱ्यो आफ्नो स्टन्ट। आज त मैले नयाँ स्टन्ट गर्छु भनेर चालु गरेको यहाँ त के भने स्टन्टै यहाँ बेकार भइसक्यो। स्टन्ट गर्दा गर्दा फेरि यहाँ पुसअप गरेर टक्क अब उल्टा ब्याक फ्लिप हान्छु भनेर म चाहिँ एकदम कम्प्लिट भएर न्यू स्टन्ट गर्छु भनेर देखाएर भनेर गर्न लागेको थिएँ। कहाँ हुन्छ, कति टाइम भएको ब्याक फ्लिपमा हानेको म त हेरै भयो कि पछाडि हेर्छु के गर्छु हुनै सकेन। त्यत्तिकै गर्दा गर्दै यो टाइम वेस्ट भयो। फेरि हामीले आफ्नो लेग प्रेसको लागि टक्क डम्बल समातेर फेरि हामीले उठक बैठक गऱ्यौँ। त्यसपछि अनि आज थाहा भयो मलाई ह्यान्ड पावर कति छ मसँग भनेर। हेर्नुहोस् त यहाँ वान ह्यान्ड पुसअप गर्दा गर्दा पुसअप गर्नै सकिँदैन यार, यत्रो बडी बनाएर मेहनत गरेर। फेरि हामीले आफ्नो फिङ्गर प्रिन्ट चालु गऱ्यो। फिङ्गर प्रिन्ट त कम्प्लिट भयो। जति बेला नि एक्सर्साइज गर्दा मेरो छोरा चाहिँ मलाई छोड्दैन, फेरि आएर मलाई तङ गरिहाल्छ। त्यसपछि त्यसलाई उठाएर मैले फेरि हाम्रो बाइसेपको ट्रेनिङ गरेँ हल्का। यस्तै हो, के गर्ने हेर। सामान नभए पनि हामीले कुनै पनि उपयोगको इक्विपमेन्ट गर्न सक्छौँ। त्यसपछि हाम्रो यो नयाँ पुसअप्सको नाम चाहिँ मलाई थाहा छैन के भन्छ, यो पुसअपको नाम चाहिँ नयाँ हो तर हल्का हार्ड थियो गर्नलाई किनकि मेरो फर्स्ट टाइम एक्सपिरियन्स थियो। बाई बाई, सी यू सुन। नेक्स्ट भिडियोमा मिल्नुपर्छ गाइज।